हेलो गाइस, बल्ल बल्ल पाकिसक्यो खाना। यो चाहिँ गाउँबाट मेरो फुपूले पठाइदिनु भएको कोदो गहुँ मकै मिसेको पिठोमा फेरि मेरो साथीले दिनुभएको हेटौँडाको मकै पनि मिसाएर पकाएको ढिँडो। अनि यो चाहिँ लोकल कुखुरा अघि देखाएको थिएँ नि तपाईँहरूलाई। खुट्टा हेर्नु न, खुट्टा मलाई खुट्टा एकदम मनपर्छ क्या। खाउँ खाउँ लागिसक्यो। ल खाएँ ल, म सुरु गर्छु। ढिँडोबाटै सुरु गर्नु पर्ला, मेरो फेभरेट ढिँडो। वाउ कस्तो मिठो भएछ। लोकल भने त लोकल नै हो क्या। खुट्टा खुट्टा मलाई कति मनपर्छ। खुट्टाको कसको फेभरेट हो साथी हो कमेन्टमा लेख्नु ल। फेभरेट ढिँडो। पहिला चाहिँ मम्मीहरूले ढिँडो दिनुहुँदा चाहिँ मन पर्दैन थियो कि। अहिले चाहिँ फेरि ढिँडो चाहिँ एकदमै फेभरेट हो। बच्चा हुँदाखेरि चाहिँ ढिँडो मन पर्दैन थियो। जब अलिकति उमेर गर्दै जान्छ नि त्यसपछि चाहिँ ढिँडो चाहिँ यति धेरै महत्त्व रहेछ। अनि महत्त्व अनि एकदमै मिठो हुँदो रहेछ क्या। पहिला यो ढिँडोले हेला गर्थ्यो, अहिले यो ढिँडो पाउनलाई गाउँसम्म पुग्नुपर्छ। गाउँबाट मगायो भने मात्रै यस्तो खाना पाइन्छ क्या। यता नि पाउन त पाउँछ तर त्यति टेस्टी हुँदैन यताको। त्यही भएर गाउँबाट आउने भयो भने म त्यो के ल्याइदिउँ भनेर सोच्नुहुन्छ क्या। मेरो सासू मम्मीहरू कोही पाहुना आउनु भयो भने म चाहिँ फर्स्टमा पिठो मगाउने हो क्या साथी हो। तपाईँहरूले के मगाउनुहुन्छ कमेन्ट गर्नु ल। अर्को नि खुट्टा।
पहिला हामी बच्चा हुँदाखेरि चाहिँ यस्तो सोच्ने गर्थ्यौँ क्या साथी हो मैले चाहिँ यस्तो सोच्ने गर्दा क्या यो ढिँडो चाहिँ गरिबहरूले खाने रहेछ धनीहरूले चाहिँ चामलको भात खाने छ भनेर सोच्थ्यो तर होइन रहेछ के ठ्याक्कै उल्टो रहेछ अहिले यसो सम्झिँदा चाहिँ यस्तो अर्ग्यानिक ढिँडो चाहिँ नि अहिले चाहिँ धनीहरूले खानुहुन्छ क्या त्यति बेला चाहिँ महत्त्व थाहा थिएन नि त गाउँमा ढिँडो खानु पर्थ्यो त्यही भएर त्यस्तो सोच्थेँ क्या त्यही बेलामा क्या अहिले त यसको महत्त्व थाहा भयो नि त ढिँडोको लोकल कुखुराको मासु खानु त कति टेस्टी हुन्छ है तर धेरै केलाएर खानुपर्छ क्या किनभने हड्डी हुन्छ नि त धेरै अड्किन्छ त्यही भएर धेरै केलाएर खानुपर्छ पखेटा मलाई चाहिँ आज चाहिँ गाउँकै याद आयो गाउँमा यसो पहिला कुखुरा लोकल कुखुराको मासु र ढिँडो खान्थ्यो क्या साथी हो आज चाहिँ ठ्याक्कै गाउँकै याद आयो गाउँकै ढिँडो कुखुरा चाहिँ आफैले पालेको थियो अनि काटेर खाएको के आज म चाहिँ आज सकिनँ यति मात्रै हो फेरि अर्को दिनमा अर्को लिएर आउनेछु ल साथी हो बाई गुड बाई कसको ढिँडो र लोकल कुखुरा फेभरेट हो कमेन्ट गर्नु ल।